दर्शकबिन नमस्कार। तपाईँ हेर्दै हुनुहुन्छ नेपाली पत्रकार न्युज च्यानल। गुल्मीको सिस्ने भिडमा चाहिँ ट्रकको पछाडिको पुरै रोडदेखि पछाडि गएको अवस्था रहेको छ र उक्त ट्रकका चालक त्यसमा रातभरि सुतेका छन् र त्यसमा त्यहाँ चाहिँ बिहानपख केही मानिसहरूले हेर्दा चाहिँ त्यो ट्रकको दृश्यहरू यस्तो देखिएको छ। त्यस भिडियोमा के भन्न चाहनुहुन्छ यो साहसी चालकप्रति हजुरहरूको के राय रहेको छ कृपया कमेन्ट गर्नुहोला है त। तपाईँ हेर्नुहोस् के गर्ने अब तपाईँ अब भन्न नमिल्ने हामी भन्दा ठुलो मान्छे अब जय घन्टी लेख्ने कि जय घन्टी लेख्ने कि जय तारा लेख्ने टक्क लगाएर फेरि के त्यसो लगेर हेर्नुहोस् त यहाँ तान्छ कि भनेर माथि आउँछ कि भनेर दुई तिनचोटि गोल गरेको गोल गरेको होला तपाईँको ठुलो तपाईँलाई बल त गरे रहेछ। हेर्नु न यत्रो कालो फाले धुवा छोडाइदिएपछि बल त गरेको टायरले नटेकेपछि के को बल हो नि उहाँ टायर तल हो धुवा हेर्नु न यहाँ कति छ। एक मिनट गरी कोसिस गरिरहेको यो घाँस घाँस हेर्नु त यस्तो छोटो छ यहाँनिर होइन। जीप घुम्न सक्दैन हेर्नु न फिनिस्टै भयो बाई वेस्टै हुन्छ फिनिस हुन्थ्यो यस्तो छ तलपट्टि। ठुलो दुर्घटनाबाट जोगिएछ यो ट्रक चाहिँ यहाँनिर अड्डिएको छ। यतातिर सिस्ने भिड कटिङ भइरहेको छ धमाधम।